तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनताले ल्याएको हो र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन। हाम्रो सूर्य नेताप्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ। र आज पार्टीप्रति आज पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेरै हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने, पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन। न्यू खोज्नु परे अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका दिनहरूमा कुनै फटाइ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ। त्यहाँ न्यू खोज्छौँ हामी। र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्रै होइन, 5 वर्ष गर्छ। 5 वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नु पर्दैन। हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। चिन्ता कुनै विषयमा लिनु पर्दैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ। त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि पार्टीको महाधिवेशन चल्दैछ। आज भोलि पर्सि, भोलि चुनाव होला। र पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा हाम्रो संस्कार चाहिँ कता बिग्रिएको थियो। पहिला गुट बनाउने, उपगुट बनाउने एउटा कुरा तपाईँहरूलाई यहाँ हुनुहुन्छ होला, महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला। तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायालाई हुँदैन। त्यही भएर समूह बनाउने पछाडि नलाग्नु होला। त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बिचबाट फाड्नु परोस्। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख फलाउने कामहरू हामी चाहिँ नगरौँ। हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ। र एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हो, नयाँ सोचले गर्दा हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ। हामीले यही कार्यकालमा